ठन्डा अलि माथि आइज हो यतिमा चाहिँ अब यस्तो मान्छे आजसम्म देखेको छैन होला आमा चिसो गाइस चिसोले भिडियो गर्न सकिन गाइस यो हो नि त पारा पिके पिक मागेर मकै खाने पहिलो व्यक्ति मै हो गाइस के पनि के भन्छ फाल्की मकै आमा लास्ट चिसो भयो सो गाइस डीजे यस पिके टपमा सो गाइस मेरो दोस्तलाई चाहिँ हाई लागेर फिट्टु अवस्था गम्भीर छ गाइस देख्न सक्नुहुन्छ नि नमस्ते एभ्रिवान आज हामी छौँ नेपालको एकमात्र ठाउँ स्वर्ग सो गाइस अनि पिके पिक पुग्नको लागि चाहिँ हाम्रो यात्रा निरन्तर जारी छ यहाँ एकजना साथी छ नि तल अलि हिँड्न गाह्रो भयो उसलाई चाहिँ त्यही भएर हामी सोलो मौसममा गइरहेको छु तपाईँहरू हिमाल देखाउने भनेको गाइस हिमाल त छोप्यो अब के गर्ने सरी ल अब माथि पुगेर मिल्यो भने देखाउँछु यत्रो दुःख गरेर भ्लग बनाउँछु गाइस सब्सक्राइब त गरिदिनु पऱ्यो कि म एउटा कुरा के भन्छु भने होइन यो पिके टपमा आएर यो भिडियोमा नि 0 लाइक 0 भ्युज 0 सेयर 0 कमेन्ट होस् तर सब्सक्राइब भने 1K पुगोस् के यो भिडियोले त्यति सब्सक्राइब गर्नु पऱ्यो गाइस हेरौँ त गाइस माया गर्नु पऱ्यो नि हो म पनि युट्युबबाट केही गर्ने सोच छ नि त त्यही भएर भ्लग बनाउने गर्छु के गाइस त्यही होला लास्टै गाह्रो हेर्नु गाइस स्थलतिर साथी आएर छ गाइस थाकेर मर्यो राम 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 हेर्नु न ओ माई गॉड दिस इज अ हेवन इन नेपाल अफ नेपाल सोलुखुम्बु जिल्लामा अवस्थित एक पर्यटक स्थलीय क्षेत्र पिके पिक समुद्र सतहदेखि लगभग करिब 4042 मिटरको हाइटमा छ पागल बनाए भ्यूले यस 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 भाइ कुद 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 यस यस टेक्क राम 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 हेभन गाइस हेभन थाक्यो Hello everyone, today we are going to heaven.
So everyone, we are passing jungle भित्र खुतुतु पारेर. So everyone, we are passing jungle भित्र खुतुतु पारेर. ल गाइज अब चाहिँ हामी जंगलबाट पसिरहेको छु हैन. के कस्तो भएछ हाम्रो भ्लग. अब हैन युट्युबमा यस्तो भ्लग्सलाई बनाएर चाहिँ बबाई पारामा धुमधामले डलर कमाउने भन्दा के गर्नु गाइज. सब्स्क्राइबै छैन के. पहिलो कुरा चाहिँ मैले भिडियो पनि खासै हाल्दैन किनकि हाल्छु भन्छु के भन्छु यो मौकै मिल्दैन के गाइज. त्यही हो अहिले चाहिँ हामी यो दिमिल भन्ने ठाउँको माथि सियरमा जंगल प्रवेश गरिसकेको छ. यस्तो बबा छ जंगल. वाउ. त्यही गाइज. सो गाइज देख्न सक्नुहुन्छ भ्यू हेर्नुस्. ठक सट हाम्रो पार्टनर ओइ धन्यकै पानी बाबा भ्यू हैन हिमाल देखेको छ गाइजहरु. अब हामी जानुपर्ने चाहिँ यहाँदेखि त यस्तो यो माथि जानुपर्ने छ गाइज. अब त्यहाँ गएर हिमाल देख्ने तपाईहरुलाई म देखाउँछु. अब हिमाल देख्ने भन्दा के गर्ने गाइज. त्यही हो. ओइ यहाँ जा भाइ नगर्ने आजा अब यहाँ सिडीहरू हुँदैन. सक्सेसफुल पिके पिक 4071 मिटर सक्सेसफुल गाइज. त्यही गाइज. चिसोले मन आट्यो. So guys, successful PK Peak 4000 मिटर हाई. So guys, यही त PK Peak चाहिँ टप. So guys, sorry guys है हामीले हिमाल देखाउन पाएन किनभने हिमाल चाहिँ यहाँ देखिरहेको छ हल्का फुल्का. माउन्ट एभरेस्ट देखाउ भनेको देखाउन पाएन गाइज किनकि छोप्यो. अब हाम्रो यहाँ मेन हुने भनेको ट्यान ट्याङ. So guys, हामी यहाँ आउनुको मेन रिजन हाम्रो मेन टार्गेट भनेको त यो हो गाइज. लभ यु भलिबल. So guys त्यही हो नि त. भलिबल चाहिँ मलाई मात्र होइन कि हामी आउने तिनजना यति धेरै मनपर्छ गाइज. यति धेरै मनपर्छ नि कुरै नगरौँ. सो गुड मर्निङ एभ्रिवान एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग. सो गाइज दिस इज द वाइ टिभी बुद्ध युट्युब च्यानल. आई होप मलाई आशा छ सबैजना सन्चै हुनुहुन्छ होला. म पनि एकदमै सन्चै छु. आफ्टर लङ टाइम न्यू डे एन्ड न्यू ब्लग. खासै बोल्न चाहिँ आउँदैन गाइज. त्यही हो. अनि सबैजना गुड मर्निङ उठ्नु भएको भएन. अहिले चाहिँ टक्क लगाएर बिहानको 5 देखि भर्खर 6 बज्न लाग्यो गाइज. त्यही हो. अनि आजको भ्लग तपाईँहरूले के हो भनेर पक्कै पनि टाइटल र थम्बनेल देखेर थाहा पाइसक्नु भयो. आज चाहिँ म साथी टक्क मिले 2-3 छौँ हामी टक्क लिएर सडर यो माथि देख्छ नि डाँडा माथि त्यहाँ घुम्ने प्लान छ. यो ठाउँको नाम चाहिँ हाम्रो सोलखुममा रहेको पिके पिक भन्ने ठाउँ हो जुन चाहिँ समुद्र सतहदेखि चाहिँ लगभग 4 देखि 42 मिटरको हाइटमा छ. अब त्यहाँ जाने भन्ने आज प्लान छ. अब के हुन्छ गाइज. अनि भिडियोलाई अन्तिममा हेर्दै गर्नु होला. सक्सेसफुल हान्न सकिन्छ कि सकिँदैन किनकि धेरै टाढो छ नि त. अहिले त भर्खर 6 बजिरहेको छ. हामी त हिँड्नको एकदम तयारी भइसक्यो गाइज. देख्न सक्नुहुन्छ चिसो याद बिहान भर्खर 6 बजिरहेको छ है. घाम पनि उताएको छैन गाइज. देख्न सक्नुहुन्छ नि. लगभग त्यहाँ पुग्न हामीलाई 5 देखि 6 घन्टा पक्कै लाग्छ टपमै पुग्न है. अब गाइज भ्लगलाई अन्तिमसम्म हेर्दै गर्नु होला होइन. अब सक्सेसफुल हान्न सकिँदैन. आज विशेष के हुन्छ कस्तो हुन्छ सबै देखाउने छु गाइज. त्यही हो. भ्लगलाई सबजना हेरेर अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला ल. कोही नयाँ हुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला है त गाइज. सो गाइज हामी जाने भन्ने ठाउँ यही है गाइज. यहाँ देख्नु सक्नुहुन्छ रातो घाम लागेको छ. यही ठाउँ जानुपर्ने हुन्छ. हामी चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ. अनि यसको टप चाहिँ यता हो क्या साथी. योपट्टि हो. यो ठ्याक्कै यो देख्छ नि योमा टप हो. हाम्रो घर चाहिँ यहाँदेखि देख्न सक्छ नि. यहाँदेखि त्यहाँ पुग्नुपर्ने हुन्छ गाइज. अब यात्रा त एकदम लामै हुन्छ. के कस्तो हुन्छ अब सबै देखाउँछु. अब सक्सेसफुलै गर्न सकिन्छ कि थाहा छैन गाइजहरू होइन. टपमा चाहिँ किनकि बाटो लास्टै लामो छ नि. किनकि त्यहाँ गाडी जाने बाटो छैन. त्यही पैदल यात्रा गर्नुपर्ने हुन्छ गाइज. देख्न सक्नुहुन्छ नि मर्निङ भ्यू. सो वान्स मोर गुड मर्निङ एभ्रिवान. एन्ड त्यसो थाहा छैन हामी कहाँ हिँडिसक्यो गाइज. देख्न सक्नुहुन्छ. अब चाहिँ हाम्रो पिकेको यात्रा अघि बढिसक्यो गाइज. देख्न सक्नुहुन्छ नि हामी सबजना यता. अब के कस्तो हुन्छ भ्लगलाई हेर्दै गर्नु होला. अरू के भन्नु गाइज. पारी यस्तो त हामी छारा के भन्छ राम्रो हुँदैछ. सो गाइज आज चाहिँ हामी टक्क लगाएर दिमिल भन्ने ठाउँमा आइपुगिसकेको छ. लगभग देख्न सक्नुहुन्छ हामी जाने भनेको यही हो गाइज. यहाँ माथि सट्ट यहाँनिर जानुपर्ने ठाउँ चाहिँ अहिले चाहिँ हामी टक्क लगाएर दिमिल भन्ने ठाउँमा आइपुगिसक्यो गाइज. लगभग हामी यहाँबाट गएको साथीहरू यहाँबाट आएको. यहाँदेखि आएको यो देख्न सक्नु यता यो चाहिँ जुगे हो.
टक्कै लुम छ हामी आएको यहाँदेखि गाइज देख्न सक्नुहुन्छ त्यही गाइज अझै यहाँदेखि हामी धेरै हिँड्नुपर्ने छ यहाँदेखि माथिसम्म तपाईँहरूले भर्खर देखाइहाल्यो नि यही हामी जानुपर्ने यहाँ हो गाइज यो ठक्कै यो ठाउँमा यो डाँडामा यहाँनिर जानुपर्ने गाइज अब हेरौँ गाइज पुग्छ कि पुग्दैन समय पुग्यो भने हामी टपमै सक्सेस गर्छु समय पुग्यो भने त यो चाहिँ हाम्रो तिमिल स्कुल वाह तिमिल स्कुल त बवाल रहेछ यार अनि यसपछि यताबाट आउने गाइज यहाँबाट गएर चाहिँ यताबाट यता आउने हो त्यही हो गाइज हाम्रो भलकलाई हेर्दै गर्नु होला गाइज कस्तो ठाउँ हो स्वर्ग गाइज हेर्नु न भ्यू यस्तो बवाल गाइज यो चाहिँ जुगे भन्ने ठाउँ जुगे भन्ने गाइज भ्यू हेर्नु न अब के चाहिँ त्यो आउँछ रे के So guys, we are so lucky, man. Oh my God, view. Wow. Guys, हामी जाने भन्दै माथि गाइस यो देख्न सो गाइस अब हामी जाँदैछौँ यस्तो बबाल पारामा है थाकेको पनि अनि अलिक हल्का भोक पनि लाग्यो गाइस त्यही हो दामी केटा पछाडि आइरहेछ अब हामी जानुपर्ने हुन्छ टाइम धेरै गइसक्यो गाइस त्यही हो भिडियो के कस्तो भइरहेछ नि यहाँ देख्दा पनि यस्तो गाइस यस्तो बवाल छ नि यस्तो बवाल देख्न सक्छ आमा अब क्यामेरा पनि कस्तो आइरहेछ नि यहाँ रियल मेरो आँखा यस्तो बवाल आइरहेछ गाइस आमा त्यही गाइस अब अझै लगभग मैले भने नि सक्सेस टपमा पुग्न चाहिँ अझै पनि लाग्छ समथिङ लिटल थिङ 1 घन्टा त अलिक बढी लाग्छ जस्तो लागिरहेछ त्यही गाइस सो गाइस पागल भयो नि त यार भ्यू हेर्दै गएको त हराएर जङ्गलतिर पसेछ हामी त यार जानुपर्ने यतातिर रहेछ हामी त उता गइछ माकुरी त्यही गाइस केही छैन हल्का फुल्का कहिले काहीँ हराउनु नि पर्छ भ्यू हेर्दै वाउ कि वाउ भन्दै गएको त माकुरी 3 जना डाँडै कटेछ यार ओइ यही रहेछ बाटो आइज सो गाइस त्यही हो बवाल भ्यूले पागल बनाइदियो नि त हामीलाई यस्तो बवाल भ्यू नि आज भोलि नि यो के सिजन आयो अक्टोबरमा चाहिँ सायद घुम्न धेरै आउनुपर्ने रहेछ साथीहरू यो सिजनमा चाहिँ मौसम एकदम खुलेको हुन्छ तर यतातिर अस्ति योभन्दा अगाडि स्प्रिङ के भन्छ योभन्दा अगाडिको सिजनमा आएको है पानी परेर हुन्छ कि यो अक्टोबर सेप्टेम्बर अक्टोबर नोभेम्बरतिर चाहिँ आउनु गाइस एकदम बवाल रहेछ त्यो सक्नुहुन्छ नि यो समयमा चाहिँ पानी नपर्ने रहेछ गाइस ल है साथीहरू टक्क लगाएर पिके पुग्न लागि है अब चाहिँ हाम्रो पिके 35 मिटर 3500 मिटर सकाइदिनु सक्नुहुन्छ नि यताबाट आउने भनेको चाहिँ यो ढापदेखि आउने हो यो तलेबाट चाहिँ हाम्रो जुगे दिमिलुमबाट हो सो गाइस अब चाहिँ हामी प्रवेश गर्न आइसकेको छ साथी कस्तो छ यात्रा एकदम बब्बा अब यहाँ चाहिँ हाइलाइटको चान्स धेरै हुन्छ गाइस त्यही हो ओइ यहाँ जान एकछिन सकाइदिनु सक्नुहुन्छ म तपाईँलाई देखाउँछु है त कलाएर अहिले हामी छु 3500 मिटरको हाइटमा आमा त्यो माथि डाउन जानुपर्ने ल मेरो साथी त्यहाँ पानी थाप्दैछन् कलाएर ओहो नि बाबा पानी त चिसो पो रहेछ त पानी पो थापे त एकदम शुद्ध पानी दिएको गाइडहरू कलाएर यहाँ चलाउनुपर्ने हुन्छ हामीले चाहिँ हाम्रो चाहिँ यात्रा सफल होस् गाइडहरू गाइड हेर्नु भगवान् सो गाइज भ्यू ठ्याक्कै हिमाल यहाँनिर थोरै देखिरहेको छ है अब गाइज त्यहाँ पुग्न सकिँदैन हेरौँ जाने नजाने त्यो माथि टप त्यहाँ के टप उ माथि टप यहाँनिर यो चुच्चोमा त्यहाँ हो टक्कै यो हेर्दा नि यत्रो पर्छ नि गाइज लेट्स गो ल है गाइजहरू हाम्रो केटा यता आँटेको छ नि त माथि नै टपमै जाने भयो किनकि समय पनि छ नि त हामीसँग त्यही भएर वाह यही हो नि त हामीले हेर्न खोजेको भ्यू हो नि त गाइज अनि एउटा कुरा नि सबजना आउनु होला हाम्रो पिके भन्ने ठाउँमा चाहिँ घुम्नको लागि गाइजहरू सबजना आइदिनु होला यो भिडियोले धेरैभन्दा धेरै सेयर गरेर पुऱ्याइदिनु होला
सब्स्क्राइब गरिदिनु पर्यो सब्स्क्राइब यस्तो मेहनत गरिरहेको छन् भिडियो बनाउन हैन त्यही हो गाइज अनि सेयर धेरैमा गरेर चाहिँ यो पिकेलाई नि हाम्रो चिनाउनु पऱ्यो कि हाम्रो सोलुखुम्बुको एकदम यस्तो पर्यटक स्थलीय ठाउँलाई नि चिनाउनु पऱ्यो गाइज यहाँबाट चाहिँ नेपालको मात्र नभए विश्वको सबैभन्दा अग्लो सगरमाथा पनि देखिन्छ अहिले म माथि गएर मौसम खुल्यो भने देखाउँछ अब खुल्यो भने के गर्ने गाइज त्यही हो हामी गइरहेको छु देख्न सक्नुहुन्छ गाइज ओ माई गड यो हो नि त पारा गाइज यो हो नि त पारा यहाँ चाहिँ एउटा हाम्रो होटल छ गाइज होटल देख्न सक्नु नि अब त यता नि गराइहाल्छु गोबर गर्ने गाइज गोबर अर्ग्यानिक गोबर वा म्यान देख्न सक्नुहुन्छ तपाईँहरू गाइज ओहो आज मान्छेको जस्तो लाग्यो गाइज चाहिँ यता होटल छ है होटल चिया खाने भाइ तर यहाँ चाहिँ लास्ट अलिक महँगो छ फेरि त्यो पनि बुझ्नु होला गाइजहरू ए अघि फोटो खिच्नु त्यसको ओ सायद है यता यो होटलै होटल गाइज देख्न सक्नुहुन्छ यता माथि होटल चाहिँ तर अलिक यता चाहिँ यो तलतिर भन्दा अलिक धेरै महँगो छ किनकि यहाँ ल्याउनको लागि गाह्रो हुन्छ नि त त्यही भएर वा अल्छी छैन यार ब्याड लक हुन्छ कि क्या हो बादल आयो नि त गाइज बादल नआइज प्लिज भगवान् यो बादल हटिजाऊ यस्तो बल हिमाल देखिरहेको थियो अघि चाहिँ देख्छ सो गाइज परमेश्वर भगवान् बादल नआओस् है बादल नआओस् ल गाइजहरू फाइनली साथीहरू हामी चाहिँ अहिले कुन ठाउँमा पुग्यो भने लाम्माने भन्ने ठाउँमा पुग्यो गाइज लाम्माने यहाँ लामो माने छ अहिले म देखाउँछु सो गाइज थाक्यो गाइज थाक्यो यहाँ कुहिरे पनि आएको रहेछ गाइज कुहिरे एक दुईजना अन्त नेपालीहरू आएको रहेछ साइकल लिएर सबैजना आउनु पऱ्यो कि ठाउँमा आउनु पऱ्यो सबैले चिनाउनु पऱ्यो गाइज अनि भर्खर मैले लाम्माने भने यो गाइज लाम्माने ए यस्तो लामो छ गाइज त्यही भएर लाम्माने मोटो हो फेरि यता बस्नु खाना चाहिँ के दियो तिमीलाई सो गाइज अहिले चाहिँ हामी चाहिँ पिके बेस क्याम्पको नजिक पुगिरहेछ देख्दा मात्र नजिक गाइज यति टाढो यहाँ म त अलिक टाउको दुधको त्यही भएर टोपी लागेको कस्तो देखिरहेछ देख्न सक्नुहुन्छ गाइज यो पिके बेस क्याम्प चाहिँ यो गाइज देख्न सक्नुहुन्छ हामी जानुभयो त माथि डाँडामा अब हिँडिरहेको छु यता पछाडि साथीहरू आएछ साथीहरू के भन्नु दुई तिनजना चाहिँ यता एकजना आएछ बराबर एकजना आएछ त्यसलाई चाहिँ अलिक हाई लाग्ने अब यो सिडीहरू हुँदैन सो एभ्रीवान सक्सेसफुल पिके पिक 4071 मिटर सक्सेसफुल गाइज त्यही गाइज आमामाम चिसोले मन आँट्यो सो गाइज सक्सेसफुल पिके पिक 4000 मिटर हाइट यस गाइज यही हो टप अफ द पिके पिक चिसोले मरे गाइज आमाम भक्कु लागि अब खाजा खानुपर्ने हुन्छ हामीले त्यही गाइज देख्न सक्नुहुन्छ यता हाम्रो साथीहरू साथी ल बधाई छ सक्सेसफुल हान्ने गाइज फर्स्ट टाइम हो चाहिँ म चाहिँ सेकेन्ड थर्ड टाइम हो यस्तो गाइज बधाई छ ऊ पनि फर्स्ट टाइम हो सक्सेसफुल हान्ने गाइज पिके पिक यस गाइज अब चाहिँ हामी खाजा खाने क्रम भइरहेको छ होइन भर्खर यहाँ सक्सेसफुल हान्यो देख्न सक्नुहुन्छ नि अलिक खोल्न यसलाई चाना अनि रोटी गाइज अब खाम सो गाइज सक्सेसफुल हानेर हामी चाहिँ यहाँनिर गरम पारेर खाँदैछु है गाइज चाना यस्तै हो भोक लाग्यो मर्नु आँट्यो हाम्रो खेर सो गाइज है त पिके पिक चाहिँ टप सो गाइज सरी गाइज है हामीले हिमाल देखाउन पाएन किनभने हिमाल चाहिँ यहाँ देखिरहेको छ हल्का फुल्का माउन्ट एभरेस्ट देखाउ भनेको देखाउन पाएन गाइज किनकि छोप्यो अब हाम्रो यहाँ मेन हुने भनेको ड्याङ ट्याङ हाम्रो यो जग्गा त्यही हो गाइज ओइ सो गाइज हामी यहाँ आउनुको मेन रिजन हाम्रो मेन टार्गेट भनेको त यो हो गाइज लभ यु भलिबल सो गाइज त्यही हो नि त भलिबल चाहिँ मलाई मात्र होइन कि हामी आउनु तिनीहरू यति धेरै मनपर्छ गाइज यति धेरै मनपर्छ नि कुरै नगरौँ सबैभन्दा मेरो लागि फेभरेट गेम भनेको भलिबल पब्जी फ्री फायर त्यो छ नि मलाई त्यो खेल्न नि आउँदैन थाहा पनि छैन कि मेरो सबैभन्दा बेस्ट गेम भनेको यही हो भलिबल
आज भलिबल लिएर म पिके को टप 4071 मिटरमा चाहिँ हामी भलिबल खेल्ने भनेर चाहिँ सोचे हिजो नै सोच बनाएको कि त्यही भएर चाहिँ बल्ल तल आइपुग्यो गाइज त्यही अब यसलाई खेल्नुपर्ने हुन्छ यहाँ यो पुग्नुपर्ने पम्प चाहिँ बोक्न गाह्रो भएर हामीले निटर मात्रै लिइरहेको सो गाइज अनि भलिबल खेलेर चाहिँ ठुलो प्लेयर चाहिँ बन्न सकिएन कि किनभने यो भलिबल खेलेर ठुलो प्लेयर बन्नको लागि चाहिँ यो भलिबल खेलेर मात्र नहुने छैन आफ्नो पारिवारिक अवस्था परिवारबाट नि सपोर्ट साथीभाइ सबैबाट सपोर्ट आउनुपर्ने रहेछ कि यो त खेलेर मात्र नहुने रहेछ गाइज त्यही हो त्यही पनि सबैभन्दा मनपर्ने मेरो गेम भनेको भलिबल हो लभ यु भलिबल त्यही हो गाइज जय भलिबल अब यसलाई फुलेर हामी खेल्नुपर्ने हुन्छ टक्क लगाएर पिके टप भयो गाइस चाहिँ 4071 मिटर टपमा हामी भलिबल खेल्न गइरहेको छ होइन भ्लग कस्तो हुन्छ सबैजना लाइक कमेन्ट सेयर हानिदिनु होला यहाँ चाहिँ म त चिसोले बोल्नै सकेको छैन यार ल यसलाई फुल्न गाइज गाइज पिके पिकाएर हाम्रो सपना भनेको यही थियो तपाईँहरूले देखाउँछ नि म यही थियो पकडौँ गाइस हामी चाहिँ पिके टपमा आएर भलिबल खेलिरहेको छौँ हाम्रो भलिबलप्रतिको माया यति छ गाइस देख्न सक्छौँ नि जर्सी सहित फेरि हाम्रो गयो भने हेर्नु सक्नुहुन्छ गाइसहरू तपाईँहरूले प्रत्यक्ष रूपमा देखाइरहेको छौँ हामी ल गाइस ल रोशन देख्दैन होला अब के देख्छ नचले एकछिन मलाई नेपाल भन्दा सिधा मेन भनेको उद्देश्य यही गाइस सो गाइस हामीले चाहिँ पिके पिक सक्सेसफुल हानेर भलिबल पनि खेलियो अब चाहिँ मौसमले पनि साथ दिन जस्तो छ के छ साथी हो यार अब चाहिँ हामी घर त जानुपर्ने हुन्छ गाइस देख्न सक्नुहुन्छ त्यही गाइस अनि बबाल भयो आजको रमाइलो चाहिँ अब यहाँबाट कम्ब्याक हुँदा म हल्का फुल्का भ्लग देखाउँछु भिडियो बनाउँछ त्यही गाइस सो गाइस बाई बाई पिके लै परमेश्वर सो गाइस अब चाहिँ हामीले सब काम साम सकाइसक्यो किनकि हामीले यहाँ आएर के गर्ने भनेर प्लान बनाएको थियो सक्सेसफुल हानिसक्यो गाइस अनि यही हो पिके पिक सबैभन्दा टप हाइएस्ट यो सबजना आइदिनु होला अनि दर्शन गरेर गइदिनु होला किनकि यहाँ मात्रै होइन दर्शन गर्ने मेन तल मन्दिर चाहिँ तल छ गुफा उहिलेदेखि चलेको एकदम खतरनाक गुफा छ तपाईँहरू त्यहाँ पनि हेर्न आउनु होला गाइस होइन तपाईँहरू कहाँदेखि के भ्लग हेर्दै हुन्छ कमेन्ट पनि हानिदिनु होला गाइस त्यही हो सबजना हाम्रो पिके पिकमा आएर दर्शन गरिदिनु होला गाइस अनि यहाँ चाहिँ यो शेर्पा तामाङको घरमा बढी प्रचलित हुन्छ नि सुनपात धुप पनि यहाँ पाइने गर्छ त्यो पनि टिप्नु होला त्यो चाहिँ प्रायः 1 र 2 गते मात्र टिप्नु मिल्छ नि किनभने साउन 1 र 2 गते चाहिँ यहाँ चाहिँ मेला लाग्छ नि बबाल अरू बेला चाहिँ थुनेको हुन्छ किनकि हाम्रो सम्पत्ति हो हामीले नै सुरक्षा गर्नुपर्ने हुन्छ नि गाइस चाहिँ होइन कुरो त्यो गाइस अब चाहिँ हामी अब जानुपर्ने हुन्छ यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सबै सामु पुऱ्याइदिनु होला अरू त के भन्नु है अनि सब्सक्राइब पनि हालिदिनु होला 1K सब्सक्राइब पनि छिटोभन्दा छिटो पुऱ्याइदिनु होला होइन त्यही गाइस सबजनाको पिके माई देवीले हाम्रो रक्षा गर्नु भगवान अब हामी यहाँबाट जानुपर्ने हुन्छ हिमाल देखाउँ भने गाइस पुरा हुसु लाग्यो यहाँ यस्तै हो 1 सेकेन्ड घाम लाग्यो भने 1 सेकेन्ड हुसु लागिहाल्छ त्यही हो अब जानुपर्ने हुन्छ गाइस अरू त के भन्नु है भ्लग के कस्तो हुन्छ अब बनाउँदै जानुपर्छ हल्का फुल्का अब कोही घर जानु चाहिँ खास चाहिँ बनाउनु हुँदैन किनकि यहाँ चाहिँ मैले हिजो नि भने गाडीहरूको बाटो छैन नि त्यही भएर हिँडेर आउनुपर्छ गाह्रो हुन्छ त्यही गाइस अब जानुपर्ने हुन्छ यही हो पिके टप सो गाइस देख्न सक्नुहुन्छ अब हामी हिँड्यो गाइस बाई बाई पिके पिक वन्स मोर भन्ने बाई बाई पिके पनि बाई बाई पिके पिक सी यू अगेन टुमारो बाटो